अब निपा भाइरस आउँदैछ त्यसको लागि एकदम तयारीको साथ हाई एभ्रिवान, हामी चाहिँ आज गिफ्ट एक्सचेन्ज गर्नु लागेको। कुन कलर भन्नु त? फर्स्ट ब्ल्याक गर्ने ब्ल्याक 1 2 3 गो। नुहाउनको लागि यसलाई चाहिन्छ होइन। यो चाहिँ क्लिप खै यो कता हो यो। अब निपा भाइरस आउँदैछ नि त त्यसको लागि एकदम तयारीको साथ दे मेरो। अब नेक्स्ट पर्पल पर्पल ज्यादा छ पखै पर्पल 1 2 3 गो। के ल्याइस् मलाई? ल म अलि लोभी परेछु। वाउ नेक्स्ट अब ग्रीन 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 1 1 2 3 गो। ओए म चाहिँ लोभियो छु यहाँ। ल अब नेक्स्ट म भन्छु भन्न व्हाइट। ल ल 1 2 3 गो। ल मलाई ल यो चाहिँ एयरबड कि घरमा अब हराइरहेको थियो होइन, त्यही भएर धन्यवाद, थ्याङ्क यू। मलाई अब अब मैले यसले त ल्याइनँ मैले यसले ए ल 1 1 2 2 3 गो। ठिकै छ, थ्याङ्क यू। अब अब ल अझै छ रहेछ दा तपाईँ। मैले मैले पर्पल मैले ग्रिन पनि देखेँ पनि रहेछ। ल मैले पर्पल नि अघि बाँकी नै रहेछ कि ए ए अब त सबै त नि गिफ्ट थियो। अनि रेड ए ल रेड 1 1 2 3 गो। यो चाहिँ रेड रोज है। ह्याप्पी भ्यालेन्टाइन डे। थ्याङ्क यू। थ्याङ्क यू। यो चाहिँ म धेरै खाँदिनँ, खाने चाहिँ यही हो। नेक्स्ट पिङ्क पिङ्क लास्ट हो यो पिङ्क पिङ्क मेरो यही भयो। पिङ्क म त गिफ्ट पनि किन्नु ल्याउनु भएर पिङ्क। ल 1 2 3 गो। यो चाहिँ साबुन है गाइस। अनि यो चाहिँ ब्रस। म ब्रस ल्याउँ कि भन्दै थियो मेरो। यसले चाहिँ मलाई चिम्टी नै मात्रै धेरै ल्याइदिन्छ होइन। चिम्टी दिनु चाहिँ कहाँ ल्याउँछ? खोइ कहाँ छ देखा चाहिँ एउटा चिम्टी त्यही छ। यो मैले चाहिँ ल्याइदिएको रहेछु त। अब त सक्यो त। ल हेलो कफी खा होइन। यो चाहिँ यो त आफैको फर्क्यो। यो पनि ल पर्पल खा। अनि त्यसपछि यो ग्रिन येल्लो सबै निकालिरहेको रहेछ। ल मलाई रोज मन पर्यो। म चाहिँ अलिक उ पऱ्यो कि क्या है। ल थ्याङ्क यू बाई बाई।